हेलो गाइज, वेलकम ब्याक। आज चाहिँ डे 31 रहेको छ र मैले चाहिँ हिजो त्यो 4 दिन किन राइड गर्न सकिनँ भने चाहिँ मैले भिडियो बनाउन पाइनँ, किनभने हिजो जात्रा थियो। सबैले बुझ्नुभयो होला। मैले चाहिँ मेरो त्यो 4 दिन किन गर्न नसकेको भन्दा स्कुटर सर्भिस गर्ने टाइम थियो र अलिक धेरै नै किलोमिटर दौडेको थियो। अनि मैले चाहिँ 1 गते चाहिँ मैले मर्निङमा सर्भिसिङ गर्नुपर्छ भनेर मर्निङ 8:30-9 बजेतिर होला सायद गएर मैले मोबिल किनेँ। अनि अर्को पनि एउटा सामान किन्नु थियो, त्यसको चाहिँ मैले नाम बिर्सेँ र त्यहाँबाट मैले अफिस गएर फर्केर आएँ। त्यसपछि चाहिँ मैले यता वर्कसप दाइले गएर सोधेँ र उहाँले क्लच सू भन्नुभयो र मैले गएर किन्छु भनेर हेर्दाखेरि चाहिँ पसल बन्द भइसकेको थियो। सो म भोलिको लागि वेट गरेँ र भोलि म अफिस गएँ, किनभने म अलि ढिला भएको थिएँ, टाइम अलि मिलिरहेको छैन मेरो। सो म अफिस गएँ। त्यसपछि फेरि म फर्किँदाखेरि चाहिँ त्यति बेला चाहिँ त्यो दिन चाहिँ अलि लेटसम्म खुला थियो र मैले किनेँ र लेट भएको कारणले उहाँले मलाई बिल बनाइदिनु भएन। मैले बिल बनाइदिनु भनेको थिएँ, उहाँले चाहिँ बिल बनाइदिनु भएन, भोलि आउनु भनेर भन्नुभयो र म पनि गएको छैन बिल दिन र बक्स चाहिँ यतै छ मसँग। र मैले भोलिपल्ट चाहिँ 3 गते चाहिँ मैले सर्भिसिङ गराएँ र त्यहाँबाट चाहिँ मैले ल अब पठाउ गर्न ठिक्क भयो भनेर म अफिस गएँ। त्यहाँबाट पठाउ गर्छु भनेर हेर्दाखेरि मोबाइल होल्डरको त्यो चार्जिङ सकेट बिग्रेको रहेछ र म फेरि वर्कसप आएँ। वर्कसपमा आएर देखाउँदाखेरि यो सकेटै बिग्रियो भनेर भन्नुभयो होइन, अब यो बनाउनु मिल्दैन भनेर भन्नुभयो। ठिकै छ नि त त्यसो भनेर मैले अनि मेरो साथीलाई टेक्स्ट गरेँ अनि उसलाई चाहिँ एउटा पावर ब्याङ्क चाहियो मलाई भनेर भने। अनि ऊ त आज फ्री छैन, अब म भोलि आउनु भनेर भन्यो। त ठिकै छ नि त भनेर अनि 4 गते चाहिँ अफिस गएर फर्केँ। अनि त्यहाँ उसकोमा गएँ। उसकोमा जाँदाखेरि यस्तै लगभग कति 6 बजे होला। त्यहाँ एकछिन बसेँ अनि पावर ब्याङ्क लिएँ। त्यति बेला चाहिँ अलिक टाइम गइसकेको थियो, राइड गर्न पाउँदैन थियो। अनि त्यो दिन पनि मैले राइड गरिनँ। अनि त्यसपछि मैले डाइरेक्ट शुक्रबारदेखि चाहिँ राइड सुरु गरेको थिएँ। सो गाइज, आज चाहिँ म के भन्न चाहन्छु भन्दा होइन, एक्सपेक्टेसन क्यान हार्म आवर इनर पिस। तर माई पोइन्ट अफ भ्यूमा चाहिँ यो 3टा कुरामा चाहिँ हामीले कहिले पनि एक्सपेक्टेसन राख्नु हुँदैन। एउटा चाहिँ वेन यु हेल्प समवन, रिटर्नमा पनि आफूलाई हेल्प गरोस् भनेर चाहिँ त्यो एक्सपेक्टेसन राख्नुहुन्न। दोस्रो भनेको चाहिँ जब तपाईँले काम गर्नुहुन्छ त्यसको फलको पनि एक्सपेक्टेसन गर्नुहुन्न। त्यो हामीले एक्सपेक्ट गर्दाखेरि अलिकति हाई एक्सपेक्ट गर्छौँ क्या, अनि त्यो भएन भने चाहिँ अलिकति कस्तो नराम्रो नरमाइलो फिल हुन्छ। तेस्रो भनेको चाहिँ वेन यु लभ समवन, कहिले पनि एक्सपेक्टेसन नगर्नु होइन। ओके, तपाईँलाई मन पर्दैन होइन, तपाईँलाई मन नपर्ने कुराहरू गरिरहेछ भने 1-2चोटि सम्झाउनु, त्यसपछि पनि मानेन भने छोडिदिनु, सिम्पल। उसको कारणले तिम्रो दिमागको पोसरा भइरहेछ भने चाहिँ यो बेर लिभर। सो यो 3टा कुरामा चाहिँ एक्सपेक्टेसन नराख्नु होला। सो गाइज, आज चाहिँ यति भन्दै बाई बाई, गुड नाइट, टेक केयर, स्विट ड्रिम्स, सी यू टुमोरो इन नेक्स्ट भिडियो है त।